हेलो गाइज, आज के हाम्रो चाहिँ सुरिसान जाँदैछौँ। हाम्रो वासाङ नेपाल परिवारबाट आयोजित यो अब 22 डिग्री जस्तो पनि अनि सान घुम्न जाने कार्यक्रम छ। हाम्रो कुमार सर पनि एकदम तयार भइसक्नु भएको छ। अब जाने होइन त कुमार सर? त्यही त मर्निङ वाक गाडीमा उता अब माथि चढ्नुपर्छ होइन। खासै अग्लो छैन, हामीलाई त केही हुँदैन, अब 200-400 मिटर अग्लो चढ्दा त ल। फेरि उतै भेटौँ ल साथीहरू। एकदम राम्रो छ बिहानै पख होइन। कार्की भाइ आयो, हिरो आछ। बिहान पख एकदम राम्रो लागिरहेको छ। पुरा बिहानको घमाइलो घाम छ। गाडीमा मर्निङ वक गरेर केटाहरूले यहाँसम्म 7:30 बजे जाने भनेको थियो, अब 8 चाहिँ यही बदला जस्तो लाग्यो। हाम्रो दिदी आउनुभयो। गुड मर्निङ सर। नमस्ते। ए दाइलाई पूर्वादाय हो हाम्रो वासाङसी एरियामा चाहिँ केही गाह्रो साह्रो पऱ्यो भने हाम्रो पूर्वादायलाई सम्झिँदा हुन्छ हाम्रो। अब चाहिँ हामी झुलबाल गर्छौँ है साथी हो। हामी हिँड्छौँ अब ल यात्रा सुरु भयो। अब चाहिँ पार्किङ गऱ्यौँ, माथितिर लाग्छौँ। राम्रो छ म आफै ल्याएन हौ छाता, छातै नल्याइकन। अनि दिँदा मजा हुन्छ। लु पानी खाउँ होला। पुरा तयार भएर आइसक्नु भएको छ, पुरा रेडी भएर। हाम्रो गल्ती चिसो भने केही हुँदैन नि स्पेशल चना मात्र चाहिँ अरू पनि छ, मलाई सेल पनि छ। ल जानु बाटो छोडिदियो है साथीहरू। बाटो यहाँबाट हो होइन, यताबाट हो। हिरा आयो, चाइनिज हिरा आयो। कतिखेर आउनुभएको तपाईँ? मनोरम दृश्यमा हाम्रो विकेन्डपुरको नयाँ छ। कतिजना छौँ र हामी लगभग? 50
47 47 जना भयो नि अभी यो त आयो साथीहरू सबै होइन बोक्नु पर्छ भनेर कहाँ हो यति राम्रो छ कि भेट्यौँ है भेट्यौँ ओहो नमस्ते नमस्ते हाम्रो मनोज सरलाई भेट्यौँ तपाईँको ब्लग हो खै के हो म त भ्लग पनि भन्दिनँ म त बोल्न नि आउँदैन मिलाउने हो सबै त्यत्तिकै लु बोलौँ त लु हाई गाइस हाई गाइस हामी चाहिँ आज फुल हेर्न हिँड्न आएको तर फुलमा ल्याएर राखेर सुनिता सिस्टरले बोल्नुहुन्छ सबैजनाले सब्सक्राइब गरिदिनु होला अरूलाई धेरै माया गरिदिनु होला अनि धेरै धेरै भ्युज जाओस् अनि हामीलाई धेरै भाइरल गर्छ अब चाहिँ जान्छ स्योर जान्छ मनोज सरको चाहिँ नमस्ते नमस्ते सुन्ने बित्तिकै हामी घुम्न आएको छौँ हसङ परिवारसँग आज मिलेर त्यही त सुरिसान जाने है रमाइलो भइरहेछ हाम्रो पदमजीको यता भिडियो हेरिराख्नु भएको छ सबैले सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू हाम्रो गोविन्द सर अध्यक्षज्यू ल नमस्कार सबैजनालाई हाम्रो भाषण कुनबाट जान्छ सुरी कता रहेछ? यता माथि जाउँ अनि ऊ यता माथि रहेछ ए ल याप भन्दा माथि खाना लिएरै जाने लिएरै जाने। बोकेरै जाने यहाँ दिन्छ दिँदैन भन्ने कुरा हो दिन्छ के छ नाम पदम राजन लु अगाडि लानु छ हामी पछ्याउँछ राम्रोसँगै बोकेर ल बहिनीले सब्सक्राइब पनि गर्नु थाल्यो ल तिमी भेट्टेँ मैले भेट्टेँ हेर्नुभयो जाउँ 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 दाइ जाउँ कुछ कुछ होता है कुछ कुछ होता है फुलै फुलको सहरमा आइयो है अन्त फुलै फुलको सहरमा आइयो आएको त अब आज पुरै क्यामेरा अन होल ट्रिप है पुरै कहाँ छ हेलो नमस्ते जेन वाइ पनि छ यता जेन्जी भाइ पनि हुनुहुन्छ नमस्ते नमस्ते 안녕하세요 감사합니다 तपाईँको भ्लगमा तपाईँ मात्र आएन भएन कि दाइ सबै आउँछ नि के छ त भाइरा अहिले फेरि माइकमा पुग्न नपरोस्
पदम सर अनि गाँस्यो म पेजबाट लाइभमा छु एकदम धन्यवाद है हाम्रो वासङ नेपाल परिवारको आयोजनामा चाहिँ सुरिसान यङ हुँदैछ तपाईँहरूलाई मनोज सर नमस्कार म पेजबाट लाइभमा छु। आज हाम्रो वासङ नेपाल परिवारको चाहिँ सुरिसान चाहिँ भन्ने कार्यक्रम थियो त्यही भएर हामी लगभग 50जना जति चाहिँ हामी उपस्थित छौँ हामी सबै आफ्नै गाडीमा एकअर्कालाई सहयोग गर्दै आएको छौँ अब एकछिनमा खाजा खाने कार्यक्रम पनि हुन्छ अहिले चाहिँ अलिकति उकालो हिँड्ने भएर नाम के सर नाम के हजुर ओ 안녕하세요 नेपाली बोल्दिनु यसरी मलाई नेपाली आउँदैन पोखरासम्म गएको छु उहाँ पनि नमस्कार नमस्ते नमस्ते सम्पूर्णमा आम्बो सबले निकाल्यो त मैले निकालेपछि सबले निकाल्नु भयो साथीको लागि एउटा केरा दुश्मनको लागि अलि नभन्नु होला त्यो माटो धन्यवाद भरे म एक केली खैनी दिन्छु यसको शिष्य यसरी त प्रेमिकालाई मात्रै दिन्छ फुल चुइकम त्यसरी दिँदैन कल्पना बहिनी ए भगवान लाज लाग्यो ला बहिनी हो बहिनी भनेको के शोभा लामा बहिनी हामी पूर्ण भएर म चाहिँ हिँडेको छु अब पूर्ण भएर खतरा दामी दामी हजुर होइन पहिला धेरै आउँथ्यो मैले हेर्नु सक्छु हजुर दाईको ब्लग खतरा ब्लग दाईको ब्लग कडा ब्लग पदम दाई मान्छे नै खतरा होइन त्यसपछि ब्लग त त्यतिकै खतरा भाइलाई कफी पाउनु पर्यो यार दाईको चाहिँ होइन ब्लग राम्रो जान्छ सपोर्ट गर्नु होइन दाईको ब्लग दाईले एडिट गरेर यस्तो दुःख गरेर दाईले धेरै सोच्नु भएको छ कि तर धेरै सोचेर ब्लगको लागि भाइ पोडकास्ट पनि गर्नुपर्छ भाइ है पोडकास्ट पनि किनेको छ भाइ भिजाएको ड्रोन लिनु भएन हो नि ठुलो कुरा हो नि त सब चिज चाहिने चिजहरू जोड्नु भएको छ तर खिच्नु चाहिँ कम खिच्नु भएको छ अब दाईले तपाईँहरूले सपोर्ट गर्नु हो भने यति खिच्नुहुन्छ होइन इच्छा शक्ति भएन कि मसँग सबै छ होइन क्यामेरा छ हरेक कुरा ड्रोन छ पोडकास्टको लागि माइक साइक सबै रेडी सब छ तर इच्छा शक्ति छैन अब हुन्छ काम गरौँ अब तपाईँहरूले हेरिदिनु सक्यो सबैले गऱ्यो भने कस्तो चाहिँ भाइरल हुन्छ फेरि पदम दाइ ए होइन तपाईँको होइन सर होइन तपाईँको आज भएको यहाँ 44जनाले सेयर गरिदिनु त 44वटाबाट कति पुग्छ यहाँ 1000जनाले पुग्छ तपाईँ त बिस्तारो हो नि त सपोर्ट गर्नु पऱ्यो कि अब तपाईँको भ्लग आयो भने एउटा सेयर चाहिँ आजको चाहिँ भाइकोबाट पनि हुन्छ त्यो चाहिँ बुझिदिनु ल कडा आयो त अलिक बढी भयो कि अलिक बढी भयो कि हो साह्रो गइरखे खुन्चेर 44जना छ अनि एउटा भ्लगर दाइ त एड भइहाल्यो हट धन्न भ्लगर भन्यो भाइ अर्को दाइ दिदीहरू तर भित्र खासै राम्रो आउँदैन धेरै पछाडि हेर्दा नभइदियो सजना दिदीको त एकचोटि पनि खिचेको छैन कस्तो भइरहेछ दिदी एकदम गजब अब नेपालको झन्डा आयो झन्डा नि आयो हाम्रो भाषा नेपाल
परिवारका हाम्रो वर्तमान अध्यक्षज्यू निवर्तमान अध्यक्षज्यू नमस्ते यो चाहिँ ऊ अलिक बोले के भन्छ अरे औपचारिक भाषा कुरो वाह, गजब अनि यस्तो है घुम्ने बाटो त्यस्तै गजब अनि के भन्छ अरे शीतल हेर्नु न हो नि है अनि राम्रो छ Which country are you from? Nepal. ने यही दूर तारवा होइन राष्ट्रिय झन्डा चाहिँ हामी जहाँ गए पनि छोड्दैनौँ हामीलाई जस्तै स्वर्ग जस्तो ठाउँमा गए पनि हामीलाई आफ्नो नेपालै राम्रो लाग्छ है त्यही भएर हामी चाहिँ नेपाललाई माया गर्छौँ अब निवर्तमान अध्यक्षले एकछिन बोक्नु ल नेपालको झन्डा निवर्तमान अध्यक्षले बोक्दैछु होइन कम त बाटो होइन हौ यसलाई गाह्रो भयो कि अनि हल्का यो लाइभ गर्नु हल्का इज्जत र हल्का सम्मान दिएपछि त्यो पनि होइन अहिले सल्लाहकारको नि पालो फेरि अघिको स्वर त सुन्न मन लाग्यो हौ एक घन्टा त लाग्यो मान्छेले जानु किलोमिटर हो नि त कति उक्लिएर आउँछ
कोरियाभरि नै एउटा इमेज बनाइसक्नुभएका व्यक्तित्वहरू हाम्रो संस्थामा हुनुहुन्छ। त्यसले पनि हामीलाई ऊर्जा मिलेको छ। सबैजनालाई थ्याङ्क यू सो मच। आजको भ्रमण एकदमै थ्याङ्क यू सो मच। चढ्न जान्छु एकछिनमा ल बुढीसँग कुरा गर्दा हो बुढीको मिस भयो सबैजना मान्छे छ त्यही भएर अच्छा अच्छा ल बाई बाई ओके अब माथितिर हामी लाग्छौँ हाम्रो दाइ हिजोदेखि एकदम खतरा खट्नु भएको छ नि सिएल पकाउनुदेखि लिएर यस्तो मिठो है एकदमै मिठो साह्रै मिठो हुँदैन के हो सेल 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 मान्छे धुलो धेरै छ है थाहा गएको किन हो टुरिस्ट भन्नु न टुरिस्ट भन्नु न नेपालीहरू कता जाँदै जङ्गल जङ्गल जाँदै फकिनै लाग्यो नि दाजु हजुर बुढो भयो हिँड्नै नसक्ने दाजु हिँड्न सकेर त आएको नि यहाँ नत्र त कहाँ तलैबाट फर्किन्थ्यो नि अलिक गाह्रो गाह्रो भयो लक गर्दै हिँड्नेलाई धेरै गाह्रो कालो लाउनु पर्ने रहेछ सेतो लाएर मैले त अर्को समस्या फेरि थाके पनि थाके जस्तो गर्नै भएन केटाहरूले पछि यति पनि गएको छैन थाकेर फ्या फ्या भयो भनिदिन्छ यो चाहिँ आउँछ है मभन्दा अनि मेरो छोरी अघि निकालेर हाम्रो सर नभेट्यो भने चाहिँ गाह्रो हुँदैछ खुट्टा दुखेर हिँड्न नसकेर हो बाबा ल है साथी पहिलोचोटि पहाड चढेको चाहिँ अर्को धेरै गाह्रो भएको महसुस छ अब बुढो भइयो छ है जहाँसम्म लाग्छ फेरि हामी झर्दै हो अब माथि त्यो गोलो घर देखेको त हामीले ऊ नहुँदो रहेछ है त्यसलाई भेट्नै सक्दैन रहेछ त्यही भएर त्यहाँ त हामी जान नपाउँदो रहेछ त्यो गोलो घरमा चाहिँ तलबाट देखेको अब हामी यहीँबाट बहुत गाह्रो भयो गाह्रो भएन गाह्रो भयो भएन सुरुवातै गाह्रो भएन त्यस्तो त कति गइसक्यो साह्रै राम्रो छ है दृश्य
मेरो पनि है हामी दुईजना चाहिँ झरिसक्यौँ रातो घर अब हामी एकछिनमा लाग्छ